यो होल चिकन पुरा सिँगै छ। यसलाई मैले पुरा सफा गरेर यसमा भएको रौँसौँ फालेर यसको एक्स्ट्रा बोसोहरू पनि सबै झिकेर फालेर चक्कुले काटेर फालेर सफा बनाएर धोएर ल्याएको। यसलाई चाहिँ आज हामी एयर फ्रायरमा हालेर एयर फ्रायरमा चाहिँ फ्राई भनेको मतलब त्यो ड्राई हावा तातो हावाले फ्राई गर्दाखेरि चिल्लो पनि खाइएन, रोस्टेड गरेको जस्तो रोस्ट गरेको जस्तै हुन्छ। कस्तो हुन्छ कसरी बनाउने बनाएर देखाउँछु। एउटा मैले बनाइसकेको छु। यहाँबाट म झिकेर देखाउँछु। तातो छ एकदम। पुरा रोस्ट भएको छ। हेर्नुहोस् कस्तो चाहिँ कराकी यसरी भाँचिन्छ यसको पिसै। यस्तो मजाले पाकेको छ। यसलाई कसरी पकाएको भनेर चाहिँ म अब फेरि यसलाई पकाएर देखाउँछु। ल अब यो सिँगै छ। यसलाई म एयर फ्रायरमा राख्छु र कति टेम्परेचरमा पकाउनु पर्छ म देखाउँछु। यो चाहिने होल चिकन छ, पुरा सिँगै भएको भएर चाहिँ अब हामीले यसलाई स्टार्ट गर्दाखेरि यो चिकन देखाएको छ नि यसमा राख्यो भनेदेखि 180 डिग्री सेल्सियसमा 20 मिनटको लागि यो हुन्छ। तर यसले हुँदैन, यो ठुलो भएको भएर अलि सानो टेम्परेचर कम गरेर धेरै समय लगाएर हामीले पकाउनु पर्ने हुन्छ। त्यही भएर यसको अलिकति सेटिङ चेन्ज गर्नुपर्छ। यसलाई चाहिँ लगभग हामी 100 भन्दा अलिकति माथि 100 जति अथवा 125 मा 116 भयो 120 मा राख्यौँ। अनि यता चाहिने हामी यसलाई 1 घन्टाको लागि राखिदिन्छौँ। यो 1 घन्टामा पनि तयार हुँदैन। यो 120 मा राखेपछि यसले 2 घन्टा राखेपछि त्यो मजाले पाक्या हुन्छ। ल स्टार्ट भयो अब यो। अब यसको 1 घन्टापछि फेरि 1 घन्टा म प्लस गर्छु। 2 घन्टामा यो तयार हुन्छ। ल आयो हेरौँ। ल हेर्नुहोस् कस्तो मजासँग पाकेको छ भने यो यस्तो गऱ्यो भने भाँचिन्छ यो। अब यसलाई नसेलाएसम्म चाहिँ झिक्न सकिँदैन। एकछिन सेलाउन दिउँ, यत्तिकै राखेर छोडौँ, त्यसपछि म देखाउँछु। यस्तो छ यो जुसी हुन्छ। यो चाहिँ यसरी पकाएपछि चाहिँ नि तपाईँको एकदम त्यो साह्रो हुँदैन, नरम हुन्छ। यस्तो नरम छ यो। यसरी केस्रा निस्किरहेछ। यसमा चाहिँ केही पनि हालेको छैन। अब यसलाई चाहिँ खानको लागि हामीले कुनै अचार तयार गर्नुपर्छ। त्यो अचार पनि म बनाउँछु। गोलमेडा, टिमुर, लसुन हालेर जुन छैला बनाउँदा रातो खुर्सानी हालेर बनाइन्छ नि, त्यस्तै अचार बनाएर चाहिँ यसमा धनियाँहरू हालेर अनि त्यसमा चोपेर खान गजब हुन्छ यो। ल